यो जम्मै यो झोलमोल यहाँनिर थुपारेको छ। अब यो किन यसरी राखेको भन्यो भने यो चाहिँ सबै हिजो राति बनाएको थिएँ, अलिक ढिलो भएर हालिन। अब यो जम्मै यहाँदेखि झोलमोल निकाल्दै यसरी राख्नुपर्छ, नत्र खेर जान्छ होइन। यसरी बनाएको छ, फेदमा सबैको माटो। धेरै पानी भयो भने कुहिन्छ भनेर, फल राम्रो आउँदैन भनेर यतिको त आएको छ। तर नि यसरी भित्रभित्रै कुहिन्छ भनेको लाहाउ कुहिएको त रहेन। मार्छ है, मैले त भाँचिनै यो त। अनि छन्द त कुहि यस्तै छ त यार। भरे देख्यो भने मलाई कराउनु पाउँदैन है होइन। यसरी बनाएको छु। अनि यहाँ पनि त्यस्तै बनाएको छ, यो जम्मै करेलाकोमा लाइनले। अब झोल ल्याएर हाल्नुपर्छ जम्मै डम्मै। यो चाहिँ पक्कै कुहिएको छैन होला हौ। अहिले भाँच्यो भने फेरि कुहिएको छैन भने छ यो चाहिँ कुहिएको छ। देख्यो भित्रदेखि खोक्ला छ, झन् यो चाहिँ कुहिएको रहेछ है। देख्यो आँखाले यसरी भ्याउँछ कि अघि पनि कुहिएको थियो, कुहिनु चाहिँ आँटेको थियो त्यो चाहिँ। यस्तो हुन्छ। अनि यहाँ अर्को त यो त झन् यसलाई त झन् भन्नै पर्दैन, चोलोङै चोलोङ छ। तामाङ तामदेम चाहिँ चोलोङ भिमुला भाइ ए दु ती भिमुला। यो पनि गइसकेको छ यहाँ। टिक्ला छ है यसमा दामुला पाङबा आपाङमा खोइ आपाङमा राङवा पाङमा राङवा भने जस्तो। अब यसलाई चाहिँ बढाउने हो कि ढप्प बढोत तुरत लामो nama naik jinji tiglase tiglase oi tiglase man lama nata mula de mol pindola ani khala apa mol chudugla no zaman mol chula uthla chula chali taware ni ल एन त्यसको छोरीलाई करायो भनेर